नमस्ते सबैजनालाई। आज चाहिँ म 4th इयर ब्याचलरको BA TU को 4th इयरको पोलिटिकल साइन्सको रिगार्डिङ भन्दैछु। पोलिटिकल साइन्समा हजुरहरूले चाहिँ मेजर लिनुभयो भने चाहिँ यु निड टु स्टडी टु सब्जेक्ट्स, विशेष गरी दुईटा विषय रहेको छ, रिसर्च मेथोडोलोजी भन्ने र पोलिटिक्स अफ नेपाल, दुईटा बुक हुनेछ त्यसमा चाहिँ। अनि जसमा चाहिँ अब आज चाहिँ हामी कभर गर्नेछौँ पोलिटिक्स अफ नेपाल भन्ने बुकलाई चाहिँ। यो पोलिटिक्स अफ नेपाल भन्ने बुक पनि 70 मार्क्सको थ्योरी प्लस 30 यु विल गेट फ्रम इन्टरनल एसेसमेन्टबाट है। अब चाहिँ यो 70 मार्क्सको इक्जाममा चाहिँ हाम्रो पोलिटिक्स अफ नेपालमा देयर आर 6 च्याप्टर्स: इन्ट्रोडक्सन टु नेपाली पोलिटिक्स एन्ड गभर्मेन्ट, पार्टीलेस पञ्चायत सिस्टम, रिस्टोरेसन अफ पार्लियामेन्टरी डेमोक्रेसी, कजेस एन्ड कन्सिक्वेन्स अफ द 2060-63 जनआन्दोलन, provision in the constitution of Nepal, party system and the major political parties। यो 6 च्याप्टर्स मध्ये आज चाहिँ हामी डिस्कस गर्नेछौँ इन्ट्रोडक्सन टु नेपाली पोलिटिक्स एन्ड गभर्मेन्ट, जसको 30 आवर्सको रहेको छ है, 30 मार्क्स भनेर देखाएको छ यसमा चाहिँ। सो लेट्स बिगिन विथ आवर च्याप्टर 1। यसमा चाहिँ फ्यु इम्पोर्टेन्ट क्वेसन्सहरू मैले चाहिँ यता हजुरहरूको लागि लिएर आएको छु। सो लेट्स फोकस अन द्याट। नेपालको राजनीतिका मुख्य निर्धारक तत्त्वहरूका बारेमा चर्चा गर्नुहोस्। डिस्क्राइब द मेन डिटर्मिनेन्ट्स अफ नेपालीज पोलिटिक्स। नेपालमा पोलिटिक्स जुन राजनीति छ, नेपालको राजनीति, त्यसमा चाहिँ कुन कुन कुराहरूले चाहिँ डिफ्रेन्स या त डिटर्मिनेन्ट गर्छ, त्यसलाई चाहिँ केले प्रभाव पार्छ त भन्न खोजेको होइन। यसमा कस्तो कस्तो किसिमको प्रभाव पार्छ। अब यसको एन्सर रहेको छ, जुनसुकै देशको राजनीतिक प्रणालीमा त्यस देशको आन्तरिक अवस्था र बाह्य राष्ट्रहरूको संलग्नताले प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेलिरहेको हुन्छ। राजनीतिक व्यवस्था समाजको एउटा अङ्ग भएको हुँदा समाजका विशेषताहरूको प्रभाव राजनीतिमा परिरहेको हुन्छ। विश्वका विभिन्न देशहरूका राजनीतिक प्रणालीमा त्यस देशको भौगोलिक, सामाजिक, आर्थिक अवस्थाले भूमिका खेलेको देखिन्छ। बहुजातीय एवं बहुभाषिक समाजमा बहुलवादी राजनीतिक प्रणाली स्वीकार्य भइरहेको पाइन्छ भने एकल जातीय एवं एकल धार्मिक समाज भएको देशमा एक पार्टी प्रणालीलाई पनि सहज रूपमा लिइरहेको पाइन्छ। आर्थिक सामाजिक हिसाबले पछौटे समाजमा राजतन्त्र सक्रिय रूपमा रहेको देखिन्छ भने आर्थिक सामाजिक हिसाबले अलि विकसित भइसकेको समाजमा बहुदलीय राजनीतिक स्वतन्त्रताको प्रयोग भइरहेको पाइन्छ। नेपालको राजनीति प्रणालीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभाव पार्ने केही तत्त्वहरू यहाँ नोट डाउन गरेको छु है। अब यसमा भनिहालेको चाहिँ के छ भन्दाखेरि कन्ट्रीमा चाहिँ पोलिटिक्सलाई केले डिटर्मिनेट गर्छ भन्दाखेरि चाहिँ अब त्यसमा दुईवटा फ्याक्टर हुन्छ। एउटा नेसनल, कुनै पनि कन्ट्रीलाई चाहिँ इफेक्ट गर्ने एउटा इन्टरनल इन्फ्लुएन्स, एउटा एक्सटर्नल इन्फ्लुएन्स, बाहिरको एक्सटर्नल इन्फ्लुएन्स, जस्तै चाइना, इन्डिया छ हाम्रो नेबर, तिनीहरू भयो। अनि बाहिरको कन्ट्रीहरूको दबाब, प्रेसरहरू हुन्छ, अनि कतातिर ढल्कने त्यो भन्ने त्यो हुन्छ एउटा होइन। अनि इन्टरनल फ्याक्टर्समा चाहिँ देशको भौगोलिक बनावट, जनसङ्ख्या, धर्म, संस्कृति होइन, देशमा कस्तो किसिमको मान्छेहरूले सोचाइ छ, के छ, यो कुराहरूले चाहिँ प्रभाव पारेको पाइन्छ हाम्रो चाहिँ। जस्तै कुनै देशमा चाहिँ मल्टी पार्टी हुन्छ, डेमोक्रेसी भने, कुनै देशमा चाहिँ दुईवटा मात्रै पार्टी भएको पनि पाइन्छ होइन। त्यस्तै छ चर्चा चाहिँ यसमा। अब हेरौँ केही फ्याक्टर्सहरू। भौगोलिक परिवेश। नेपाल भौगोलिक रूपमा एसियाका दुई ठुला छिमेकी मुलुकका बीचमा भूपरिवेष्टित ल्यान्डलक भएर रहेको देश हो। हजारौँ वर्षदेखि दुईतिर शक्तिशाली राष्ट्रहरू रहेका कारणले नेपालले जहिले पनि छिमेकीको चाहनालाई समेत ध्यानमा राखेर राजनीतिक प्रणाली अपनाउनु पर्ने अवस्था रह्यो। जतिखेर उनीहरूको इच्छा विपरीत जाने प्रयत्न भयो त्यतिखेर कि त लडाई नै गर्नु परेको छ, कि त सत्ता नै परिवर्तन गर्नु परेको छ। राणा शासनको सुरुवातमा हुनुमा ब्रिटिस भारतको भूमिका मुख्य थियो भने 2007 सालपछिका प्रत्येक परिवर्तनमा पनि भारतको समर्थन नै निर्णायक रहेको छ। भूपरिवेष्टित अवस्थामा रहेका कारणले व्यापार र परिवहनका लागि छिमेकीमा भर पर्नुपर्ने बाध्यताले राजनीतिमा उनीहरूको प्रभाव परेको हो। नेपालमा हजारौँ वर्षदेखि विभिन्न भाषा, जाति, संस्कृति, परम्परा भएका मानिसहरू विविधता भए पनि आपसमा मिलेर बस्ने स्वभावका हुन्छन् होइन। यसैले राजनीतिक प्रणालीमा पनि प्रत्यक्ष असर गरेको पाइन्छ। नेपालमा तानाशाही व्यवस्था चाहिँ दमनात्मक चरित्रको हुँदा मात्र टिकेको पाइन्छ। नेपालीको मूल चरित्र भनेको बहुलवाद हो।
जतिसुकै पृथक विचार बोके पनि एकअर्कालाई घृणा नगर्ने प्रवृत्ति नेपाली राजनीतिमा पाइन्छ। यसको मुख्य कारण नै बहुलवादी समाज हो। भू-बनावट र जैविक विविधता। नेपालको उत्तरमा अग्ला हिमश्रृङ्खला रहेको छन् भने बीचमा पहाड र दक्षिणमा तराई रहेको छ। हिमालको भौगोलिक कठिनाइले चीनसँगको सम्बन्ध भारतसँग जस्तो बहुमुखी प्रवृत्तिको छैन। त्यसैले चीनले नेपालको राजनीतिमा प्रत्यक्ष चासो राखेको पाइँदैन। नेपालभित्र हिमालबाट बगेर आउने नदी, मनसुनी वर्षा, तराईको खाद्यान्न उत्पादन एक आपसमा अन्तर्सम्बन्धित छन्। हिमालदेखि तराईका जनताले एक आपसमा भर पर्नुपर्ने र सहकार्य गर्नुपर्ने बाध्यता छ। त्यसको प्रभाव राजनीतिमा पनि परेको पाइन्छ। आर्थिक प्रणाली। नेपालको अर्थतन्त्र कृषिमा निर्भर थियो। यहाँ मानिसको बसोबास हुन थालेदेखि हालसम्म कृषि नै प्रमुख पेसा हुनु र निर्वाहमुखी खेती गरिनुले नेपालमा राजनीतिक सामाजिक उन्नति हुन नसकेको मान्न सकिन्छ। सामान्य जीवन निर्वाहको व्यवस्था कृषिबाट भइरहेको, भोकमरी, प्राकृतिक विपत्ति, ठुला लडाईँ भोग्नु नपरेको, उपनिवेशमा बस्नु नपरेको आदि कारणले नेपालीहरूमा तीव्र आर्थिक विकास गर्ने वा मेहनत गर्ने प्रवृत्ति कम रहेको छ। कृषिलाई आधुनिकीकरण गर्ने होस् वा औद्योगिकीकरण गर्ने लैजाने कुरा होस्, नेपालले त्यसतर्फ ध्यान दिएको छैन। त्यसैले यसरी आर्थिक रूपमा पछाडि पर्नाले राजतन्त्रले जरा गाडेर बस्यो र राजतन्त्र टिकिरहन सम्भव भयो। त्यसमा जनसङ्ख्याको बनोटले पनि राजनीतिमा प्रभाव पार्ने देखिन्छ। अहिलेकै हामी जुन जेन्दी आन्दोलनमा हेर्न सक्छौँ, जनसङ्ख्या देशमा युवा छन् या वृद्ध, त्यसले पनि निकै प्रभाव पार्ने गरेको देखिन्छ राजनीतिमा।